एपिसोड 5 अकाउन्टिङ ब्रान्चेस। आज हामी अकाउन्टिङ ब्रान्चलाई स्टोरी रियल लाइफ ट्रिक सहित चाहिँ हामी डीप स्टडी गर्छौं। मान्नुहोस् एउटा ठूलो हस्पिटल छ र त्यो हस्पिटलमा एक डाक्टरले मात्र पूरा हस्पिटल चलाउन असम्भव हुन्छ। त्यसैले त्यो हस्पिटलमा डाक्टर, नर्स, फार्मेसी, ल्याब, एम्बुलेन्स, रिसेप्सन सबै एउटा हस्पिटलका भागहरू हुन्छन्। यिनीहरू सबैको काम भने फरक फरक हुन्छन्, एक अर्का नभई यिनीहरू कम्प्लिट हुँदैन। अकाउन्टिङ पनि यस्तै हो, एक्लैले सबै काम गर्न सक्दैन। त्यसैले अकाउन्टिङलाई विभिन्न ब्रान्चहरुमा चाहिँ बाँडिएको छ। यो ब्रान्चलाई बुझ्ने सजिलो ट्रिक्स मैले ल्याएको छु, जुन चाहिँ एमसीसी को जीएफ। एमसीसी भनेको त हजुरलाई थाहा छ नि। यदि थाहा छैन भने मेरो च्यानलमा गएर एमसीसी सर्च हान्नुहोस् र 1 मिनेटको भिडियोमै यसको फुल कन्सेप्टलाई बुझ्नुहोस्। एम भनेको म्यानेजमेन्ट अकाउन्टिङ, सी भनेको कस्ट अकाउन्टिङ र अर्को सी भनेको कम्प्युटराइज अकाउन्टिङ र जीएफ भनेको जी बाट चाहिँ गभर्नमेन्ट अकाउन्टिङ, एफ बाट चाहिँ के त फाइनान्शियल अकाउन्टिङ भनेर बुझ्नु पर्यो। हामी फर्स्टमा फाइनान्शियल अकाउन्टिङलाई चाहिँ पढ्छौं र फाइनान्शियल अकाउन्टिङ भनेको चाहिँ तपाईको बिजनेसको कुनै एउटा व्यवसायको सम्पूर्ण फाइनान्शियल इन्फर्मेसन अथवा चाहिँ तपाईको आर्थिक जानकारी तयार गरेर बाहिरी व्यक्तिलाई देखाउने अकाउन्टिङ। बाहिरी व्यक्तिलाई देखाउने भन्नुको मतलब कसलाई त? त्यसमा इन्भेस्टरहरूलाई, भन्नुको मतलब त्यो कम्पनीमा लगानीकर्ताहरूलाई, क्रेडिटर र गभर्नमेन्टहरूलाई चाहिँ देखाउनु पर्ने हुन्छ। हो, त्यही फाइनान्शियल इन्फर्मेसन देखाउने कामलाई नै के भनिन्छ? हाम्रो फाइनान्शियल अकाउन्टिङ। यसले कम्पनीको अवस्था देखाउँछ। मान्नुहोस् तपाईलाई कोही व्यक्ति आएर तपाईको आर्थिक अवस्था कस्तो छ भनेर सोध्यो भने त्यसको मतलब के हुन्छ? तपाईसँग सम्पत्ति कति छ, तिर्न कसैलाई बाँकी छ कि, तपाईको मन्थली रूपमा कति इन्कम हुन्छ, तपाईको मन्थली रूपमा चाहिँ कति एक्सपेन्सेस हुन्छ भन्ने कुरालाई चाहिँ जानकारी दिने हो नि त। कम्पनीको आर्थिक अवस्थाको रेडी गरेर जानकारी दिने, एउटा रिपोर्ट दिने, एउटा फाइनल रिपोर्ट दिनेलाई चाहिँ हाम्रो फाइनान्शियल अकाउन्टिङ भनेर भनिन्छ सिम्पली रूपमा। फाइनान्शियल अकाउन्टिङले पनि इन्कम स्टेटमेन्ट, ब्यालेन्स सिट र क्याश फ्लो स्टेटमेन्टबाट चाहिँ आउटसाइडर युजरहरूलाई चाहिँ इन्फर्मेसन दिन्छ। इन्कम स्टेटमेन्टले के दिन्छ? इन्कम स्टेटमेन्टले तपाईको इन्कम र एक्सपेन्सेस कति छ त कम्पनीको, भन्नु मतलब तपाईको आम्दानी र खर्चहरु कति छ भनेर देखाउँछ। र ब्यालेन्स सिटले के देखाउँछ? तपाईको कम्पनीमा कति एसेट्स छ र तपाईको कम्पनीमा कति तिर्न पर्ने लायबिलिटिजहरु छ भनेर देखाउँछ। र क्याश फ्लोले चाहिँ तपाईको कम्पनीमा क्याश नगद पैसा कति इन्फ्लो भइराछ र पैसा कति आउटफ्लो भइराछ, अथवा कति आइराछ कति गइराछ भनेर देखाउने भनेको हाम्रो क्याश फ्लोले हो। यति तीनटा चीज चाहिँ प्रिपेयर गर्छ हाम्रो फाइनान्शियल अकाउन्टिङले। त्यसैले कन्क्लुजनमा कुनै पनि कम्पनीको इन्कम र एक्सपेन्सेस, कुनै पनि कम्पनीको एसेट्स र लायबिलिटिज, कुनै पनि कम्पनीको क्याश कति इन्फ्लो भइराछ कति आउटफ्लो भइराछ भनेर एउटा स्टेटमेन्ट, एउटा रिपोर्ट, फाइनल रिपोर्ट बनाएर पब्लिश गर्छ भने त्यसलाई भनिन्छ फाइनान्शियल अकाउन्टिङ, जो चाहिँ आउटसाइडर युजरहरुको लागि चाहिँ पब्लिश गर्छ। यो आउटसाइडर युजर भनेको चाहिँ को हो त? आउटसाइडर युजर भनेको चाहिँ तपाईको क्रेडिटर, क्रेडिटर भनेको तपाईको ऋण दिने मान्छे, अनि गभर्नमेन्ट, किनकि तपाईको गभर्नमेन्टले जहिले पनि कुनै पनि कम्पनीको नेट प्रॉफिट हेरेर गभर्नमेन्टले ट्याक्स काट्ने हो नि त। कम्पनीले चाहिँ जब उसको फाइनान्शियल रिपोर्ट पब्लिश गर्छ त्यसपछि मात्र गभर्नमेन्टले त्यसकै आधारमा, नेट प्रॉफिटकै आधारमा ट्याक्स काट्ने भएर गभर्नमेन्ट पनि यसले जानकारी लिन्छ। र इन्भेस्टर, कसैले तपाईलाई लोन दियो होला, कसैले तपाईको कम्पनीको शेयरहरु किन्यो होला, हो त्यो शेयरहरु किन्यो भने चाहिँ तपाईको कम्पनीको फाइदा अनुसारले उनीहरुले डिभिडेन्ड पाउने हो नि त। भन्नुको मतलब लगानी गरे अनुसारले तपाईको कम्पनीमा बढी प्रॉफिट आयो भने लगानीकर्ताले त्यसको बापतको इन्ट्रेस्ट अथवा चाहिँ डिभिडेन्ड पाउने भयो। तपाईको कम्पनी कम आयो भने इन्भेस्टरहरुले पनि कम पाउने भयो। भन्नु मतलब तपाईले यहाँ फेरि झुट चाहिँ गर्न पाइदैन। हाम्रो एउटा ग्यापमा एजम्पसन थियो नि, डिस्क्लोजर भन्ने एजम्पसन थियो। डिस्क्लोजर एजम्पसनले के भन्छ भने तपाईले चाहिँ जे हो तपाईको कम्पनीको वास्तविक प्रॉफिट र लस त्यसलाई चाहिँ एक्सपोज गर्नुपर्छ। यदि तपाईले त्यसलाई पब्लिश गर्नु भएन भने तपाईको त्यो इलिगल काम हुन्छ र कानुनी रूपमा तपाईलाई कारबाही हुन सक्छ। अर्को ब्याङ्कलाई किन जानकारी दिनु? किनकि ब्याङ्कले तपाईको कम्पनीलाई चाहिँ लोन दिएको हुन्छ र त्यो लोन दिइसकेपछि त ब्याङ्कले पनि थाहा पाउनु पर्यो नि त तपाईलाई कति प्रॉफिट भएछ, कति लस भएछ, तपाईसँग कति सम्पत्ति छ, तपाईसँग कति तिर्न पर्ने लायबिलिटिजहरु छ भनेर बुझ्नु पर्छ नि त। त्यही भएर चाहिँ यिनीहरु आउटसाइडर भनेर बुझ्नु पर्यो। अब अकाउन्टिङ ब्रान्चेसको 2 मा कस्ट अकाउन्टिङ। कस्ट अकाउन्टिङ भनेको एउटा वस्तु उत्पादन गर्नको लागि कति खर्च गर्नुभयो त भन्नुको मतलब तपाईले उत्पादन गर्दा लागेको लागत, उत्पादन गर्दाखेरिमा चाहिँ भएको खर्चलाई क्याल्कुलेट गर्ने एउटा अकाउन्टिङलाई नै के भनिन्छ? कस्ट अकाउन्टिङ भनेर भनिन्छ। यो कस्ट अकाउन्टिङले प्रॉफिट र लसलाई क्याल्कुलेट गर्दैन, यसले कस्ट, लागत, उत्पादन गर्दा लागेको खर्चलाई चाहिँ क्याल्कुलेट गर्छ भनेर बुझ्नु पर्यो। म्यानेजमेन्ट अकाउन्टिङ। म्यानेजमेन्ट अकाउन्टिङलाई बुझ्न एउटा एक्जाम्पल लिउँ। मान्नुस् तपाईले एउटा स्कुल चलाउनुहुन्छ र तपाई स्कुलको प्रिन्सिपल हुनुहुन्छ र त्यो वर्षभरिकै तपाईको टिचरहरुलाई
टिचरलाई अथवा स्टुडेन्टहरूको गुनासो सुनेर चाहिँ एउटा फाइनल तपाईले एउटा चाहिँ एनुअल एउटा रिपोर्ट निकाल्नु भयो र त्यो रिपोर्ट चाहिँ तपाईबाट आयो, प्रिन्सिपलबाट आयो मान्नुस्। अब प्रिन्सिपलले त त्यो सबै चिजलाई एनालाइसिस गरेर अब नयाँ टिचर थप्ने हो कि फीलाई बढाउने हो कि घटाउने हो, कम्प्युटर अझै किन्ने हो कि के गर्ने हो भनेर डिसिजन लिनुपर्ने हुन्छ नि त। हो त्यस्तै गरेर चाहिँ हाम्रो म्यानेजमेन्ट अकाउन्टिङले पनि जुन पछाडिको फाइनान्सियल अकाउन्टिङहरूले दिएको रिपोर्ट हुन्छ त्यो रिपोर्टको आधारमा चाहिँ उसले डिसिजन लिन्छ। अझै कम्पनीलाई चाहिँ एक्सपान्ड गर्ने हो कि अझै कम्पनीमा के गर्नु छ, कम्पनीलाई अझै थप गर्नुपर्छ कि कम्पनीमा इम्प्लोयरलाई बढाउनु पर्छ कि के गर्नुपर्छ भन्ने कुरा डिसिजन लिन्छ भने त्यसलाई नै भनिन्छ म्यानेजमेन्ट अकाउन्टिङ। यसले चाहिँ तपाईको डिसिजन मेकिङ गर्छ र फ्युचर प्लानिङ पनि गर्छ, के गर्ने कस्तो गर्ने भनेर निर्णय लिन्छ। गभर्नमेन्ट अकाउन्टिङ, गभर्नमेन्ट अकाउन्टिङ भनेको मान्नुस् तपाईले रोड बनाएको देख्नै भएको होला, तपाईले स्कुल बनाएको देख्नै भएको होला, तपाईले सरकारी हस्पिटलहरु बनाएको देख्नै भएको होला र ट्याक्स पनि उठाएको देख्नै भएको होला। हो यही रोड बनाउने, स्कुल बनाउने, हस्पिटल बनाउने र ट्याक्स तिर्ने, त्यो तिर्दाखेरिमा चाहिँ बनाउने अकाउन्टिङलाई नै हाम्रो गभर्नमेन्ट अकाउन्टिङ भनेर भनिन्छ। जुन चाहिँ तपाईको नगरपालिकाहरुमा गरिन्छ, वडा कार्यालयहरुमा पनि गरिन्छ, जुन चाहिँ मन्त्रालयदेखिबाट स्कुलदेखिबाट सबैमा गरिन्छ। सरकारी कामकाज गर्दाखेरिमा राखिने रेकर्डलाई नै के भन्छ गभर्नमेन्ट अकाउन्टिङ भनेर भनिन्छ। कम्प्युटराइज अकाउन्टिङ, कम्प्युटराइज अकाउन्टिङलाई झन् तपाईले सिम्पलमा बुझ्नुहुन्छ। अहिलेको जमानामा सबै हातले गर्दैनन्। अहिलेको जमानामा तपाईले जर्नल मात्रै बनाइदिनु पर्छ, जर्नल पछाडिको तपाईको लेजर, ट्रायल ब्यालेन्स, फाइनल अकाउन्ट सबै प्रिपेयर गर्छ कम्प्युटरले, जुन चाहिँ ट्यालीको माध्यमबाट हुन सक्छ, बिजीको माध्यमबाट हुन सक्छ। भन्नु मतलब अहिले कम्प्युटर सिस्टम छ जो चाहिँ तपाईले हातले गर्नु पर्दैन, जुन चाहिँ कम्प्युटरकै माध्यमबाट गरिन्छ भने, कम्प्युटरको माध्यमबाट अकाउन्टिङ गरिन्छ भने त्यसलाई भनिन्छ कम्प्युटराइज अकाउन्टिङ। यसले चाहिँ कुनै एउटा सफ्टवेयरको माध्यमबाट चाहिँ अकाउन्टिङ गर्छ। एक्जाम्पलको लागि ट्याली, प्राइम, एक्सेल, इआरपी, बीजी यिनीहरुबाट चाहिँ यसले के गर्छ त अकाउन्टिङ गर्छ। तपाईले यसलाई फाइनली रूपमा बुझ्नुस् कि तपाईसँग एउटा केक फ्याक्ट्री छ र त्यो केकलाई बनाउनमा लागेको जुन खर्चहरु हुन्छ, त्यो केक बनाउनमा लागेको खर्चहरुलाई तपाईले अकाउन्टिङ गरेर राख्नुहुन्छ भने त्यसलाई भनिन्छ कस्ट अकाउन्टिङ। र त्यो बनाइसकेपछि वर्षको अन्त्यमा एउटा चाहिँ फाइनान्सियल पिरियडमा चाहिँ तपाईले प्रॉफिट भयो कि लस भयो कि भनेर निकाल्नुहुन्छ भने त्यसलाई भनिन्छ तपाईको फाइनान्सियल अकाउन्टिङ। अब तपाईले प्रॉफिट र लस निकालिसकेपछि डिसिजन गर्नुहुन्छ कि यो कम्पनी मैले अझै एक्सपान्ड गर्ने हो कि यो कम्पनीको ब्रान्च काठमाडौँतिर खोल्ने हो कि यो कम्पनीको ब्रान्च बुटोलतिर खोल्ने हो कि भनेर तपाईले डिसिजन लिनुहुन्छ, तपाईले निर्णय गर्नुहुन्छ भने त्यसलाई भनिन्छ म्यानेजमेन्ट अकाउन्टिङ। अब तपाईले डिसिजन पनि गर्नुभयो, प्रॉफिट र लस पनि निकाल्नु भयो भनेपछि त्यो नेट प्रॉफिट र लसको आधारमा अब तपाईले सरकारलाई ट्याक्स तिर्यो कि नै जुन गर्ने रेकर्डिङ हुन्छ त्यसलाई भनिन्छ हाम्रो गभर्नमेन्ट अकाउन्टिङ। र तपाईले राखेका रेकर्डिङलाई चाहिँ कम्प्युटरमा कुनै एउटा सफ्टवेयरको माध्यमबाट त्यसलाई अकाउन्टिङ गर्नुहुन्छ भने त्यसलाई भनिन्छ तपाईको कम्प्युटराइज्ड अकाउन्टिङ। सिम्पल अनि सर्टमा के बुझ्नुस् भने कस्ट अकाउन्टिङ भनेको केक बनाउन लागेको खर्च, फाइनान्सियल अकाउन्टिङ भनेको तपाईको प्रॉफिट भयो भनेर मानुस्, आउटसाइडर युजरहरुको लागि तपाईले इन्फर्मेसन दिनुभयो। म्यानेजमेन्ट भनेको अब के गर्ने भनेर डिसिजन गर्छ र गभर्नमेन्ट भनेको ट्याक्स त्यो लेख्नेवाला अकाउन्टिङ र कम्प्युटराइज भनेको तपाईको सफ्टवेयरको माध्यमबाट चाहिँ तपाईले अकाउन्टिङ गर्नु भनेर बुझ्नुस्। अझै सिम्पलीमा के बुझ्नुस् भने फाइनान्सियल अकाउन्टिङ भनेको फाइनल रिपोर्ट दिन्छ आउटसाइडर युजरहरुको लागि, जुन चाहिँ बैंक, क्रेडिटर, इन्भेस्टर र गभर्नमेन्टहरु पर्छन्। कस्ट अकाउन्टिङ भनेको चाहिँ कस्ट अफ प्रोडक्ट, तपाईले उत्पादन गर्न लागेको खर्च भनेर बुझ्नुस्। म्यानेजमेन्ट अकाउन्टिङ भनेको चाहिँ त्यसलाई चाहिँ डिसिजन लास्टमा लिने निर्णय भनेर बुझ्नुस्। रोड बनाउने, स्कुल बनाउने, हस्पिटल बनाउने र ट्याक्स तिर्ने, त्यो तिर्दाखेरिमा चाहिँ बनाउने अकाउन्टिङलाई नै हाम्रो गभर्नमेन्ट अकाउन्टिङ भनेर भनिन्छ। कम्प्युटराइज अकाउन्टिङ भनेको तपाईले सफ्टवेयरको माध्यमबाट राखिने अकाउन्टिङ भनेर बुझ्नुस्। हामीले आजको एपिसोड 5 मा पनि रियल एक्जाम्पल र ट्रिक सहित एमसीसी को जीएफ लाई लिएर चाहिँ हामीले अकाउन्टिङको ब्रान्चेसहरुलाई चाहिँ यति सजिलो तरिकामा पढ्दाखेरिमा चाहिँ तपाईहरुलाई पक्कै पनि कन्फ्युजिङ चाहिँ हुँदैन जस्तो लाग्छ मलाई। यदि केही कन्फ्युजिङ भयो भने तपाईहरुले कमेन्टमा बताउनु होला। हस् त आजको लागि यति नै गरौँ, धन्यवाद।